हे गाइस वेलकम ब्याक टु द अनदर भिडियो। बाहिर आएर चेक गरेको सिमसिम पानी पर्यो, बादल लाग्यो हैन। केटाहरूले फेरि यता पोचासोचा सुकाएर बाहिर हाम्रो मित्रहरू फेरि आइरह। कौन है भाइ? ये कौन बात कर रहा है? यता मेनु चलिरहेछ। कमल दाइले के घोदेर हेरे हो? भिडियो बनाइरहेको तल गएर मुदिर आइदियो कि साउ आइदियो। साउ आयो, खुसी लाग्यो साउ आएर। साउसँग कुरा राखेको, छुट्टी दिएन त भनेको भन्छ सफिया सकेपछि मात्रै छुट्टी दिन्छु भन्छ। सफिया मतलब यहाँको सिजन 2 महिना मजाले चल्छ क्या, छुट्टी हुने समय हो गर्मीको। छुट्टी दिएन भनेको जाउने भनेको अब सफिया पछि भन्छ हेर के गर्छ। यति भएपछि ढुक्क भयो नि त। लाग्यो भात खान जाऊँ भनेको, खै भात पाकिन्छ कि पाकेदैन। आज भात बनिसक्यो, सब्जी बनाउँदै रहेछ। आजको दिन भिडियो बनाउँदा बनाउँदा पनि 12 बजेर अब अर्को दिन लाग्दासम्म ह्याप्पी न्यु इयर आइसकेको रहेछ। ह्याप्पी न्यु इयरको सबैलाई शुभकामना भन्न चाहन्छु। अब के छ पढ्नेछौँ, नयाँ साल कहिले आउँछ आउँदैन थाहै हुँदैन। प्रकाश भाइ ह्याप्पी न्यु इयर। तपाईँले पनि नयाँ जन्मदिनको नयाँ सालको धेरै धेरै बधाई छ। न्यु इयर त यस्तै हो। एउटै अर्को एउटा खुट्टाको त्यो के अरे साप्रा सब्रीहरू कहाँ गयो? यहाँ रहेछ। डिप्रेसनमा छ। यो एउटा छ चिकनको, यो एउटा छ लाहामको। खै त खै त पेप्सी ल्याएको खै त केटाहरूले। पालो मिच्ने चाहिँ काम गरे जाउँ त तिमीलाई ल्याऊ। यसो खानापिना खाइयो, मजा आयो, रमाइलो भयो। आज ह्याप्पी न्यु इयर भन्ने शब्दलाई यहीँ टुङ्गाउन चाहन्छु। न्यु इयरको शुभकामना सम्पूर्णमा। ह्याप्पी न्यु इयर।